च्यानलको नाम के हो त कुलपूजा मनाउन हाम्रो पूजा मनाउन आएको थियो गाउँमा हाम्रो गाउँको बुढो घर यो घरमा हामी जन्मेको हुर्केको अहिले जहाँ जस्तो ठाउँमा बसे पनि यो घरको याद आए नै यहाँबाट हाम्रो यतातिर मेन घर आउँछ यतातिर हाम्रो थारा आउँछ हाम्रो घरको सदस्यहरू यसरी बस्नु भएको छ पहिले मासु पाक्ला भनेर बस्नु भएको हामी चिया खाँदैछौँ चिया बनाउने अब चियाको इन्तजारमा यता फेरि हाम्रो महिला मण्डलहरूले अचार मासुको लागि अर्नामेन्ट रेडी ल आन्टीले नि यता हेरिदिनु थाहा देखाउनु थाहा जाने नि तपाईँले यता हाम्रो माइला बाजुले पूजाको सानो मान्दै हुनुहुन्छ हाम्रो घरको अहिले सिनियर मोस्ट के भन्छ सिनियर सिटिजन डन हाम्रो घरको डन हामी चाहिँ मेन घरभित्र यी हाम्रो सबै यिनी सबै सानो पुच्चा पार्टीहरू यता हेर्नुहोस् त एकचोटि यी हाई भनिदिनुहोस् सबैले हाई भनिदिनुहोस् हामी यहाँभित्र हाम्रो मेन घरभित्र छिर्छौँ है हस् आनुहोस् तपाईँ पनि जाऊ यहाँभित्र हाम्रो अब के हुँदैछ यहाँ हाम्रो पूजा पनि यहीँ गर्ने हो खाना बनाउने यहीँ हो भित्र होइन हामी यहाँ सानोमा खेल्ने सानोमा हामी यहाँ खेल्थ्यौँ सानो हुँदाखेरि हाम्रो आमा हो यहाँको अहिले हाम्रो चुल्हामा पकाउने कुक हाम्रो आमा हामी यहाँ छोडेको भएको कारणले केही साउन्डहरू त्यति साह्रो छैन अलिअलि फेरि बाहिर निस्क्यौँ यहाँबाट हामी पहिला सिँढी चढेर माथि जान्थ्यौँ यहाँ पहिला सुकुटी सुकाउने ठाउँ हाम्रो पहिलाको बाहिर अब हामी थारोतिर जान्छौँ यहाँ हाम्रो कान्छो भाइ ह्यान्डसम भाइ हामी फेरि यहाँ गाई भैँसी पाल्ने ठाउँमा सबैभन्दा एक्टिभ काममा जे गर्दाखेरि दुइटा एक्टिभ भाइहरू हाम्रो यहाँ अब यता गाई गोठ भैँसी अनि त्यसपछि के भन्छ बाख्राहरू पाल्ने ठाउँ बाख्राखोर भैँसी अहिले छैन भैँसी हामीसँग बाख्राहरू छन् यहाँ अहिले हामीले पूजा गर्ने कुखुरा है दुईवटा कुखुरा छन् एउटा यहीभित्र छ मजालाई त्यसलाई हाम्रो घरबाट यहाँ सिनेरी देखिन्छ यति राम्रो देखिन्छ डाँडा डाँडामा पुरा मौसम बिग्रेको कारणले गर्दाखेरि हामी अझै हजुरलाई माथि गएर देखाउँछौँ माथिबाट राम्रो देखिन्छ आइज कान्छ माथि जाऊँ हाम्रो दाउरा काटेर यहाँ टक्क राख्ने ठाउँ हो यहाँबाट हाम्रो तल्लो गाउँमा जाने बाटो छ तल्लो गाउँमा अहिले हामी जान्नौँ बिल्कुल गाउँ सहरबाट छोडेर गाउँमा आएपछि गाउँको बोली चाली सबै गाउँले पारा हुन्दो हाय बाय क्यारे छोप 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 हाम्रो पानी टङ्की नयाँ भर्खरै बनाएको रहेछ यहाँबाट हाम्रो गाउँ घर यस्तो देखिन्छ यो घरमा पछाडिको घरमा नानीहरू जहाँ खेलेछन् यो घरमा म जन्मेको मेरो अझै माथि गएर हेरौँ हामी टङ्की माथि चढ्छौँ यहाँ हामी सानोमा खेल्ने भैँसी गाई बाख्राहरू चराउने गोरु चराउने यहाँ त्यहाँ डाँडामा